गाइस मैले चाहिँ आज सिस्ना टिपेको यति धेरै सिस्ना किन टिपेको होला भनेर भन्नु होला तपाईहरुले हैन। यो सिस्ना चाहिँ मैले मेरो आमाजु दिदीलाई डाङघरमा पठाइदिनको लागि टिपेको है। डाङघराइमा हैन भात खाँदा खाँदा वाक्क परिगे मलाई खाइदेऊ एक दुई छाक भए पनि सिस्नो रातो खान्छु भनेर भन्नुहुन्थ्यो। अनि मैले सिस्नो टिपेको है। यो सिस्नो चाहिँ डाङ मेरो चाहिँ आमाजु दिदीको लागि टिपेको हो। ल गाइस यो सिस्नो चाहिँ मेरो दिदीको लागि कोसिली हो है। कोसिलीको रूपमा चाहिँ मैले आज सिस्नो पठाइदिएको छु है दिदीलाई। सिस्नो खान मन लाग्यो रे के। हेलो गाइस कोलाई मन पर्छ सिस्नो सिस्नो मन पराउने जतिले यता हाजिर गरौँ है त। जति खाए पनि रात दिन खाए पनि नसकिने सिस्नो छ यतातिर। रात दिन त मिठो हुँदैन भनेको मात्र एक दुई छाक मात्र मिठो हुन्छ हैन। जति खाए पनि थुप्रै टन्नै छ है। अर्गानिक सिस्नो हो नि त।